नमस्ते साथीहरू, तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत छ र सदाझै म आज पनि तपाईहरुलाई शेयर बजार सम्बन्धी एउटा शिक्षा दिने उद्देश्यका साथ एउटा नयाँ विषयवस्तु प्रस्तुत गर्न गइराखेको छु र आजको भिडियोमा तपाईहरुलाई अति नै महत्त्वपूर्ण विषयवस्तुको जानकारी दिन गइरहेको छु र तपाईहरु सेकेन्डरी मार्केटमा शेयर बाइ सेल गर्न चाहनुहुन्छ र तपाईहरुलाई यदि प्राइमरी मार्केटबाट आइपीओ परेको छ र उक्त आइपीओलाई कसरी बिक्री वितरण गर्न सकिन्छ अथवा तपाईहरु शेयर बजारमा कसरी प्रवेश गर्न सक्नुहुन्छ भन्ने विषयवस्तुमा आजको यस भिडियोमा म केन्द्रित रहनेछु। जस्तै सर्वप्रथम त हामीलाई नेपाल स्टक एक्सचेन्ज नेप्सेले के जानकारी गराएको छ भने जब हामी शेयर बजारमा प्रवेश गर्न चाहन्छौं भन्दाखेरि हामीले कुनै पनि एकाउन्टहरु खोल्नु पर्छ र हामीले कुनै पनि कारोबार गर्दा कुनै पनि सिस्टम भित्र हामी प्रवेश गरेनौं भने हामीले उक्त कारोबार गर्न सक्दैनौं। यसमा भनेको छ नेप्सेले अनलाइन कारोबार प्रणाली कसरी प्रयोग गर्ने भनेको छ हैन। जब हामी शेयर आइपीओ पार्न सफल भएका छौं र आइपीओ लाई बेच्नु पर्यो अथवा सेकेन्डरी मार्केटबाट हामीले कुनै पनि बजार कम्पनीको शेयरहरु खरिद बिक्री गर्नु पर्यो भने हामी त्यसको लागि कसरी प्रयोग गर्न सक्छौं भन्ने जानकारी राखिएको छ। यसमा छ लगानीकर्ताले सर्वप्रथम सदस्य दलाल कार्यालयमा गई कारोबार खाता खोल्न केवाईसी फर्म भर्नुपर्छ भनेको छ। जस्तै नेपालमा अहिले 90 भन्दा बढी ब्रोकर अफिसहरु रहेका छन् र हामीले तपाईलाई पाएक पर्ने ठाउँमा गएर कुनै पनि एउटा ब्रोकर अथवा सर्व दलाल कार्यालयलाई हामीले खोजेर हामीले उक्त कार्यालयमा केवाईसी फर्म भर्नुपर्छ। जब हामीले केवाईसी फर्म भर्छौं त्यसपछि सदस्य दलालले लगानीकर्ताको खाता खोली युजर नेम र पासवर्ड लिंक लगानीकर्ताले उपलब्ध गराएको इमेल आईडीमा पठाउँछ। जब हामीले ब्रोकर कार्यालयमा गएर फर्म भर्छौं र फर्म भरिसकेपछि साँझ हाम्रो इमेल आईडीमा एउटा लिंक आउँछ। त्यसैगरी युजर नेम र पासवर्ड पोलिसी अनुसार पासवर्ड रिसेट गरी सदस्य दलालले उपलब्ध गराएको कारोबारको लिमिट र युआरएल प्रयोग गरेर लगानीकर्ताको कारोबार गर्न सक्छन् भनेको छ। यो भनेको के हो भने हामीलाई कुनै पनि ब्रोकर अफिसले एउटा युजर आईडी दिएको हुन्छ र त्यसैसँगै एउटा लिंक आएको हुन्छ र हामीले लिंकको थ्रुबाट गएर हामीले पासवर्डलाई रिसेट गर्छौं र एउटा कुनै नयाँ पासवर्ड जेनेरेट गर्छौं र त्यसपछि हामीले ब्रोकरको लिमिट उनीहरुको अधीनमा रहेर लिमिटमा रहेर र युआरएल उनीहरुको दिएको एउटा ब्रोकर अफिसको एउटा उनीहरुको लिंक हुन्छ। हामीले उक्त लिंकबाट हामीले लगइन गर्न सक्छौं भनेको छ। त्यसैगरी लगानीकर्ताले कारोबार खाता खोल्दा जुन हितग्राही खातामा केवाईसी फर्म उल्लेख गरेका छन् सोही हितग्राही खाताको धितपत्र मात्र खरिद बिक्री गर्न मिल्छ। जस्तै हामीले 2 वटा सम्म डिमाट खोल्न मिल्छ तर कारोबार चाहिँ एउटा डिमाटबाट मात्र गर्न मिल्छ भन्न खोजेको। हितग्राही खाता फरक पर्न गएमा वा एक भन्दा बढी कारोबार खातामा आबद्ध गराएमा आदेश प्रविष्ट गर्न सकिदैन किनकि हामीले 2 वटा ब्रोकरमा खाता खोलियो भने हामीले त्यसमा कारोबार प्रवेश गर्न सकिन्न भनेको छ। अब आदेश प्रविष्ट जस्तै अर्डर इन्ट्री कसरी गर्ने त तपाईहरु शेयर कसरी किन्ने भन्ने कुराहरु यसले राखेको छ। सबभन्दा हामीले जब माथि दिएको युजर आईडी र पासवर्ड लगइन गरिसकेपछि त्यसको साइडमा एउटा अर्डर म्यानेजमेन्ट भन्ने अप्सन हुन्छ। त्यसमा बाइ र सेलमा जानुपर्छ हामीहरु। त्यसैगरी खरिद वा बिक्री गर्नको लागि स्क्रिनको दायाँपट्टि माथिल्लो भागमा रहेको बटन क्लिक गर्नुपर्छ। यसलाई राइट लेफ्ट हामी बाइ र सेल गर्दाखेरि त्यसमा त्यो अप्सनमा क्लिक गर्ने। आफूले चाहेको अर्डर टाइप तपाईले सुरुमा कुन अर्डर किन्न चाहनु भएको छ इन्स्ट्रुमेन्ट टाइप र स्टक सिम्बल क्वान्टिटी प्राइस र भ्यालिडिटी छानी बाइ वा सेल बटनमा क्लिक गर्नुहोस् र तपाईको आदेश प्रविष्ट हुन्छ अथवा हाम्रो त्यसमा हामीले बाइ सेल गर्दाखेरि हाम्रो कारोबार सक्सेस अथवा सफल हुन्छ भनेर बुझ्नुस्। तपाईले अर्डर म्यानेजमेन्टमा अर्डर बुकमा गएर आफ्नो आदेश स्थिति हेर्नुहोस् साथै आदेश परिवर्तन पनि गर्न सक्नुहुन्छ। साथै म्याच भएको कारोबार हेर्न ट्रेडिङ म्यानेजमेन्टको ट्रेड बुकमा गई कारोबारको विवरण हेर्न सक्नुहुन्छ र पुरानो कारोबारको विवरण ट्रेड म्यानेजमेन्ट हिस्ट्री ट्रेड बुकमा गएर पनि हेर्न सकिन्छ। अब हामी
सर्वसाधारण लगानीकर्ता र हामीले केही कुराहरू ध्यान दिनुपर्ने कुराहरू पनि छन्। लगानीकर्ताहरूले ध्यान दिनुपर्ने कुराहरू यसमा राखेको छु। आफ्नो युजर नेम र पासवर्ड सुरक्षित राख्ने र कारोबार खाता खोल्दा आफूले प्रयोग गर्दै आएको इमेल एड्रेस र फोन नम्बर मात्र उपलब्ध गराउने। जस्तै हामीले कारोबार गर्दाखेरि इमेल एड्रेस र फोन नम्बर मात्र प्रयोग गराउने। उपलब्ध लिमिट अनुसार मात्र कारोबार गर्ने। हामीसँग जति लिमिट छ त्यो लिमिट मात्र कारोबार गर्ने। हामीले ब्रोकरको एकाउन्टमा कारोबार नगर्ने। नेप्सेको वेबसाइटमा राखिएको टिएमएस युजर म्यानुअल तथा भिडियो ट्युटोरियलको अध्ययन गरेर मात्र कारोबारमा सहभागी हुने भनेको छ। नेप्सेको वेबसाइटमा राखिएको त्यसमा एउटा के हुन्छ भने टिएमएसको युजर नेम हुन्छ हैन। युजर म्यानुअल हामीले अध्ययन गर्न सक्छौँ तथा यो भिडियो यो ट्युटोरियल हुन्छ त्यसको अध्ययन गरेर कारोबारमा सहभागी हुन सक्छौँ भन्ने छ। एउटा डिम्याट खाता एउटा कारोबार खातासँग मात्र आबद्ध गराउने भन्छ। किनभने हाम्रो डिम्याट खाता दुईवटा खोल्न मिल्छ, तर एउटासँग मात्र आबद्ध गराउने। दुईवटा ब्रोकरमा गराइयो भने त्यो सक्सेस हुँदैन भन्नु खोजेको हो। भरपर्दो इन्टरनेट तथा कम्प्युटरबाट मात्र कारोबार गर्ने। यदि हामीसँग एकदम सक्सेसपूर्ण नेटको व्यवस्था राम्रो हुनुपर्छ। हामीले कम्प्युटरबाट मात्र कारोबार गर्ने भन्ने हुँदैन। हामीले मोबाइलबाट पनि कारोबार गर्न सक्छौँ, तर नेट चाहिँ सुविधा राम्रो हुनुपर्छ भनेको छ। अब कारोबार सत्र। अब यो मार्केट सेसनका प्रकारहरू छन्। हामीले सबभन्दा बुझ्नुपर्छ बजारमा इन्ट्री गरिसकेपछि मार्केट सेसन के छ त हामीले त्यो बुझ्नुपर्छ। प्रारम्भिक कारोबार सत्र प्री ओपन सेसन 10:30 देखि 10:45 बजेसम्म हाम्रो स्पेशल प्री ओपन सेसन हुन्छ। यो सत्रमा धितोपत्रको मूल्य अघिल्लो दिनको अन्तिम कारोबारको मूल्य 2% घटबड गरी आदेश प्रवेश गर्न सकिन्छ। 2% अप एन्ड डाउनमा हामीले कारोबार गर्न सक्छौँ। निरन्तर कारोबार सत्र भन्छ यो। कन्टिन्युस सेसन 11 बजेदेखि 3 बजेसम्म हुन्छ। यो सत्रमा धितोपत्रको मूल्य पछिल्लो कारोबार मूल्यको 2% घटबड गरी आपसी प्रवेश गर्न सकिन्छ हैन। त्यसै गरी विशेष प्रारम्भिक कारोबार सत्र स्पेशल प्री ओपन सेसन 10:30 देखि 10:45 बजेसम्म हुन्छ। यो कारोबार सत्र नयाँ धितोपत्रको पहिलो कारोबारको लागि सञ्चालन हुन्छ। यो सत्रमा नयाँ सूचीकरण भएका धितोपत्रहरूको प्रारम्भिक मूल्य निर्धारण गरिन्छ। अब तपाईहरुले यो स्पेशल प्री ओपन सेसन भनेको के बुझ्नु पर्यो भने उदाहरणको लागि तपाईहरुलाई अहिले यो भिडियो बनाइरहँदा हामीले अहिले भर्खरै मात्रामा कारोबार भएको छ यो प्योर एनर्जी लिमिटेड कम्पनी, जसको 389.2 मा कारोबार जुन हिजोको दिन मात्रै कारोबार भएको थियो। यो के हो भने कुनै पनि आइपिओ नेप्सेमा लिस्टेड भइसकेपछि उक्त कारोबार नेप्सेमा गराउनको लागि जुन पहिलो कारोबार तोकिएको हुन्छ स्पेशल प्री ओपन सेसनमा बुक भ्यालुको 3 टाइमसम्म तोकिएको हुन्छ र यसरी उक्त कारोबारलाई हामीले प्री ओपन सेसन भन्छौँ र स्पेशल प्री ओपन सेसन पछि हामीले कन्टिन्यू सेसनमा कारोबार गर्न सक्छौँ। अब हाम्रो यसमा के छ भने कारोबार पछि भुक्तानीको लागि जब हामीले शेयर बाई गर्छौँ अथवा सेल गर्छौँ हामीले त्यसको भुक्तानीको लागि गर्नुपर्ने कामहरू छन्। त्यसैले हामीले के गर्नुपर्छ भन्दा फन्ड म्यानेजमेन्टमा जाने, फन्ड सेटलमेन्ट, सेल इन्फर्मेसनमा गएर बेचेको शेयरको रकम लिन र फन्ड म्यानेजमेन्ट फन्ड स्टेटमेन्टमा बाई इन्फर्मेसनमा गएर किनेको शेयरको रकम भुक्तानी गर्न सकिन्छ। साथै फन्ड म्यानेजमेन्ट फन्ड स्टेटमेन्ट र नेट इन्फर्मेसनमा गई खरिद वा बिक्री गरेको फरक रकम मात्र भुक्तानी गर्न वा प्राप्त गर्न सकिन्छ। अथवा हामीले यतिसम्म यदि हामीलाई कारोबार गर्न आएन भने हामीले जति मात्रामा शेयर किन्छौँ त्यसलाई विभिन्न किसिमको अनलाइन पोर्टलबाट ब्रोकरको एकाउन्टमा हामीले कोल्याटरल लोड गरिदिने र ब्रोकरले उक्त पैसाबाट हाम्रो रकम काट्दिन्छ र लिनुपर्ने रकम चाहिँ हामीले ब्रोकरलाई फोन गरेर पनि उक्त रकम हामीले हाम्रो एकाउन्टमा पाउन सक्छौँ। त्यसै गरी कुनै युजर अथवा क्लाइन्ट आफूले कारोबार नगरेमा उक्त रकम फिर्ताको लागि ब्रोकर रिक्वेस्ट गरी आफ्नो खातामा प्राप्त गर्न सकिन्छ। जब हामीले कुनै पनि शेयर किन्छौँ हैन, किन्नको लागि हामीले ब्रोकर एकाउन्टमा पैसा त राखिदिन्छौँ, तर हामीले पछि कुनै कारणवश शेयर किनेनौँ र हामीलाई पैसाको सर्टेज भएको खण्डमा ब्रोकर रिक्वेस्ट गरी आफूले खातामा प्राप्त गर्नुपर्ने रकम चाहिँ ब्रोकरले हाम्रो ब्याङ्क एकाउन्टमा राखिदिन्छन्। त्यसै गरी ब्रोकरले हरेक लगानीकर्तालाई आवश्यकता अनुसार कारोबारको सीमा ट्रेडिङ लिमिट दिन्छन्।
धितोपत्र सम्बन्धी नियमावलीहरूमा खरिदकर्ताले राखेको धितोको बढीमा 4 गुणासम्म लिमिट प्राप्त गर्न सकिन्छ। यो भन्न खोजेको के हो भने जब ब्रोकरले एउटा नियम बनेको छ त्यो नियम अन्तर्गतमा रही हामीले 1 लाख रुपियाँको सेयर किन्न खोजेका छौँ र हामीले 1 लाखको लिमिट हामीसँग 1 लाख रुपियाँ अहिले छ र पछिको समयमा हामीसँग अर्को दिन बिहान 10 बजे हामीसँग 3 लाख रुपियाँ अरू आउँछ भने हामीले 1 लाखले 4 लाखको सेयर किन्न सक्छौँ। तर हामीले अर्को दिन चाहिँ 3 लाख रुपियाँ चाहिँ ब्रोकरलाई तिर्नुपर्छ र ब्रोकरलाई उक्त रकम तिरिसकेपछि तपाईँले जुन कम्पनीको सेयर किन्नु भएको छ उक्त सेयर तपाईँहरूको खातामा आएर जम्मा हुन्छ। अब यसमा छ अनलाइन रकम भुक्तानी कसरी गर्न सकिन्छ। जब हामीले यति कारोबार गरिसकेपछि हामीले अनलाइन रकम भुक्तानी कसरी गर्ने त भन्दाखेरि धरौटीको रूपमा रकम भुक्तानीको लागि जब हामीले धरौटी राख्छौँ उक्त रकमलाई हामीले कसरी भुक्तानी गर्न सकिन्छ भन्दा त्यो सिस्टम खोलिसकेपछि फन्ड म्यानेजमेन्ट, कोल्याट्रल म्यानेजमेन्ट, लोड कोल्याट्रलमा जानुपर्छ हामीहरू। त्यसपछि हामीले रकम जम्मा गर्न सक्छौँ। त्यसै गरी उक्त स्क्रिनमा देखिएका सबै विवरणहरू भर्नुहोस् र सबमिट बटन क्लिक गर्नुहोस् र त्यसपछि तपाईँको ई-ब्याङ्किङ वा कनेक्ट आइपिएसको लगइन विन्डो खुल्नेछ र उक्त विन्डोमा लगइन गरी अनलाइन मार्फत रकम भुक्तानी गर्न सकिन्छ। र आजको यस महत्त्वपूर्ण भिडियोमा मैले तपाईँहरूलाई कति नै जानकारी दिन सकेँ भन्ने कुराहरू तपाईँहरूले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र तपाईँहरूले सेकेन्डरी मार्केटमा ब्रोकर एकाउन्टबाट कसरी कारोबार गर्न सकिन्छ भन्ने जानकारी यदि यो भिडियो हेरेर पनि प्राप्त गर्न सक्नु भएन भने कमेन्ट गर्नुहोला र म तपाईँहरूलाई नेप्सेको ट्रेडिङ सिस्टममा गएर नै उक्त भिडियो बनाएर तपाईँहरूमाझ प्रस्तुत गर्नेछु भन्दै आजको यस महत्त्वपूर्ण भिडियोबाट म बिदा हुन चाहन्छु। तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ।